संस्थाले धेरै खेलकुदका सहित रचनात्मक कार्यक्रम गरेको अगाडि हामीले सार्वजनिक गर्न सकेका छौँ। संस्थाका कार्य समितिका सदस्य साथीहरू र सम्पूर्ण सदस्य साथीहरूलाई केही छुटेका केही संशोधन गर्नुपर्ने अथवा केही अपुग छ भने त्यसलाई पुनः यहाँहरूले थप गर्न सक्नुहुनेछ, किनभने हामी यो माइनुटमा समापन गर्ने अगाडि हामी यसलाई संशोधन गरेर आज सबै कुराहरू यो वार्षिक साधन सभा भनेको वर्षको एकचोटि हुने साधन सभा हो, हामीले यसलाई टुङ्गाउनेछौँ। मैले यति नै भने र अर्को कुरा यो 5औं संस्करणसम्म एनसिएल 5औं संस्करणसम्म आइपुग्दा हाम्रो यो टाइगर कप यो भलिबल प्रतियोगिता एउटा ब्रान्डको रूपमा स्थापित भएको यहाँहरू सबैले आफ्नो मुखबाट जपिसक्नु भएको छ। यसले स्वदेशमा मात्रै नभइकन विदेशमा समेत यसको एउटा महत्त्वपूर्ण भूमिका खेलेको कुरा यहाँहरूलाई सर्वविदितै छ। मैले भन्नै पर्छ, नेपाल भलिबल सङ्घका अध्यक्ष आदरणीय जितेन्द्र बहादुर चन्द जो अहिले नेपालको राष्ट्रिय खेल भलिबलको एउटा सङ्घको एउटा नेतृत्व गरिराख्नु भएको छ, उहाँ र उहाँको टिमलाई म धेरै बधाई र धन्यवाद दिन चाहन्छु। किनभने यो टाइगर ग्रुपले राष्ट्रिय स्तरको यो महिला पुरुष भलिबल प्रतियोगिता गरिरहँदा अन्तर्राष्ट्रिय लेभलबाट पनि खेलाडी झिकाइरहँदा नेपाल भलिबल सङ्घको ठुलो महत्त्वपूर्ण योगदान रहेको कुरा यहाँहरू सबैलाई जानकार छ, अवगतै छ। यो पटक पनि अगाडि पनि साथीले भनिसक्नु भएको छ, यो 6औं टाइगर कपमा मैले यहाँलाई जानकारी गराउनै पर्छ। काबाले आफ्नो एउटा क्यालेन्डर घोषणा गरिसकेको अवस्था, माघको 13 गतेबाट 25 गतेसम्म मालदिप्समा हुने महिलाको भलिबल प्रतियोगिता घोषणा गरेर एउटा टाइसिटै निकालेको अवस्थामा हाम्रो गेम माघको 9 गतेबाट 17 गतेसम्म हुँदा यो प्रतियोगिता जुन्नी भएको कारणले आदरणीय नेपाल भलिबल सङ्घको अध्यक्षज्यू मार्फत काबाको अध्यक्ष मालदिप्सको मोहम्मद लाफिजज्यूलाई रिक्वेस्ट गरेका कारणले हामीले पत्र पठाएको आधारमा रिक्वेस्ट गरेका कारणले आज यो काबाको यो प्रतियोगिता हाम्रो प्रतियोगिताका कारणले सरेको कुरा म पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। गेम प्रतियोगिता नजुदाइकन उहाँहरूले हाम्रो 17 गते सकिने र उहाँहरूले 25 गतेबाट फागुनको 2 गतेसम्म त्यो काबाको प्रतियोगिता महिलाको भलिबल प्रतियोगिता राख्नु भएको छ। काबाका अध्यक्ष मोहम्मद लाफिजलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु, किनभने हामी 6औं टाइगरमा उहाँलाई हामीले नियुक्त गरिसकेका छौँ। मालदिप्सको एउटा राष्ट्रिय पुरुष भलिबलको टिम लिएर उहाँ आफै आउँदै हुनुहुन्छ। यो कुरा पनि अगाडि हाम्रो कार्यक्रम सञ्चालक सचिवज्यूले बताइसक्नु भएको छ। मैले सबै साथीहरूलाई सरहरूलाई जानकारी गराउन चाहेँ। र अर्को कुरो, यो 6औं टाइगर कपलाई भव्य र सबै रूपमा व्यवस्थित गर्नको लागि हामीले एउटा यो प्रतियोगिता अवधिभर काम गर्नको लागि अब विधिवत रूपमा संयोजक र सहसंयोजक तोक्ने प्रक्रिया छ। अस्तिको हाम्रो कार्य समितिको बैठकले यसै संस्थाका सदस्य, नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य, हामी सबैका प्यारा भाइ, भलिबल भनेपछि उसको रगत नसामा भलिबल अहिलेसम्म भलिबलमै मात्रै लागेको हामीले देखिरहेका छौँ। राजकुमार गुरुङलाई यो 6औं प्रतियोगिताको संयोजक हामीले मनोनयन गरिसकेका छौँ। त्यसै गरी सहसंयोजकमा हिजो मिडिया क्षेत्रमा पनि धेरै लामो समय लाग्नुभयो, अहिले मेडिकल क्षेत्रमा लाग्नु भएको छ, सामाजिक क्षेत्रमा राख्नुभएको छ, आफ्नै राजनीतिक क्षेत्रमा पनि आफू एउटा दक्षता प्राप्त गर्नुभएको छ। हाम्रो डोलराज पोखरेल डिआर पोखरेललाई उड्नुहुन्छ, उहाँलाई हामीले सहसंयोजकको रूपमा हामीले स्थापित गरेका छौँ। योभन्दा अगाडिका प्रतियोगिता संयोजक हाम्रो रामसिंह ग्याउली सर हुनुभयो, उहाँले विदेश हुनुहुन्छ। हाम्रो दीपक काजी भाइ यहाँ अगाडि हुनुहुन्छ, उहाँ पनि प्रतियोगिता संयोजक। हाम्रो सिटिजन फर्निचरको प्रोभाइडर दीपक भाइ पनि हुनुभयो। हाम्रो आफ्नै उपाध्यक्ष देवेन्द्र केसी पनि हुनुभयो। अरू साथीहरू आफ्नो ठाउँमा लाग्नु भएको छ। हाम्रो गोविन्द थापा लगायत शिवा श्रेष्ठ धेरै साथीहरू यो प्रतियोगितालाई भव्य र सबै रूपमा सफल पार्नको लागि लाग्नु भएको छ। यसरी नै लाग्नुहुन्छ, म पनि अनुरोध गर्न चाहन्छु। र हाम्रो यो 6औं टाइगर कप हामीले 9 दिन खेलाउनेछौँ। हाम्रो सेड्युल अनुसार 7 टिम महिला 7 टिम पुरुष हुनेछ। अगाडि नै आज हाम्रो प्रमुखज्यूले पुरस्कार राशि बराबरै भन्नुभएको छ। अझ हामीले त विशेष गरेर पुरुषलाई भन्दा महिलालाई नै अरू इभेन्टहरूमा, अरू कार्यक्रमहरूमा जर्सी ट्र्याकमा पनि हामीले सौजन्य रूपमा प्राप्त गर्ने गरी बाँडेका पनि छौँ। म यो कुरो पनि यहाँ राख्न चाहन्छु। आज हामी 77 सालमा स्थापना भएर आज 82 सालमा आइपुगेका छौँ। यो संस्थाको प्रमुख उद्देश्य भनेको शिक्षा, स्वास्थ्य र खेलकुदै हो। अगाडि हाम्रो आजको प्रमुख अतिथिज्यूले नै भनिसक्नु भएको छ, हाम्रो डाक्टर साहबले नै भनेर गइसक्नु भएको छ। शिक्षा, खेलकुद, स्वास्थ्यलाई नै हामीले यसलाई उद्देश्यमा राखेका छौँ। ल खेलकुदलाई पनि अहिले बढी विशेष गरेर अहिले भलिबललाई प्राथमिकता दिएका छौँ, किनभने नेपालको राष्ट्रिय खेल भलिबल हो। तथापि अरू इभेन्टहरूलाई पनि हामीले हाम्रो ठाउँबाट
सक्दो सहयोग पनि गरेका छौँ, चाहे बास्केटबल होस्, चाहे फुटबल होस्, चाहे अरू कुनै एथलेटिक्सका गेमहरू खेलहरू किन नहुन्, हामी सबै ठाउँमा गरेका छौँ। यो संस्थालाई आज यो ठाउँमा ल्याइपुर्याउन लागि प्रदेश खेलकुद पत्रकार मञ्चका विभिन्न पूर्व अध्यक्षज्यूहरू यहीँ हुनुहुन्छ, एकदम खुसी पनि लागेको छ। अहिले वर्तमान अध्यक्षज्यू त अस्ति हामीलाई काठमाडौँमा गएर धेरै सहयोग पनि गर्नुभयो, सहयोगको पात्र हुनुहुन्छ। अहिले संस्थालाई पनि म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। धेरै साथीहरूले यो संस्थालाई यो ठाउँमा ल्याउनको लागि अहोरात्र खटेर लाग्नु भएको छ।